र के हाम्रो एकाडेमी 15 दिनभित्रमा सञ्चालनमा आउन सक्छ कि सक्दैन? क्यान वी कन्स्ट्रक्ट आवर एकाडेमी विदिन 15 डेज? यो कुरा थाहा पाउनुको लागि चाहिँ जाम हामी दाइहरूलाई नि सोधौँ, हाम्रो मिस्त्री दाइहरूलाई। कति अरे? 100 रुपियाँ दर्जन। के गर्छु लिने? आलु सालु पनि लिनुपर्ने छ अरे। आम्मा धेरै कुराहरू एक्लै सपिङ पार्टनर, जिम पार्टनर मात्रै होइन, मेरो सपिङ पार्टनर पनि हो। उब्री यताउति केही गर। उब्री फेरि उब्री ल। हेर्न सक्नुहुन्छ हामी एकाडेमीको काममा एकदम रातिसम्म लागिरहेको छौँ, किनभने हामीलाई यो काम चाहिँ एकदमै छिटो सकाउनु पर्ने छ। हामी टार्गेट लिएको छौँ 10 देखि 15 दिनको बिचमा यो एकाडेमी सञ्चालन गर्नुपर्ने भने एउटा प्रतिबद्धता लिएको छौँ। र बा सिडी चलाइदिएको तिमीले, गुड फ्युचर सस्टेन छ तिम्रो। हेलो एन्ड गुड मर्निङ एभ्री वान, वेलकम टु माई न्यू ब्लग। र आजको ब्लगमा पनि एकदम मजा आउनेछ। आज मन्डे। मैले ब्लग किन बनाएको भन्दाखेरि आज मलाई मेरो अलिक एक्साइटिङ छ आज दिनभरिको जर्नी। अहिले चाहिँ म जिम जान आँटेको, एकदम हतार भइसकेको छ। ओके, सी यू आफ्टर सम टाइम। आज चाहिँ म अलिक ढिलो पनि उठेँ र अहिले चाहिँ म जाँदैछु, बाटोमा छु, अन द वे टु माई जिम। हरेक ठाउँ जाँदाखेरि ढिलो भइरहेछ। गेम खेल्न जाँदाखेरि पनि ढिलो भइरहेछ, जिम गर्न जाँदाखेरि पनि ढिलो भइरहेछ। सो यो पानी चाहिँ मलाई सुधार्नुपर्छ। ओके, अब चाहिँ म छिटो गइहाल्छु, किनभने उता साथी पनि पर्खिरहेको छ जिममा। आज पनि मैले स्कुलको बस भेटिहालेँ। सो अहिले चाहिँ म स्कुलको बसमै छु, स्कुलको बसमै जाँदैछु। लक्की मलाई गाडीले छोड्दिन त छोडिदिएको थियो, बट म चाहिँ यता अर्कै गल्लीमा ओर्लिएँ, यता अर्कै रोडमा ओर्लिनु पर्ने थियो, अर्कै रोडमा ओर्लिएँ। ठिकै छ, अब धेरै टाढा त छैन, नजिकै छ, पुगिहालिन्छ। म चाहिँ जिम आइसकेँ, माथि चढेर गर्न थालिहाल्ने हो। अकवर्ड फिल हुन्छ जिममा ब्लग बनाउँदा। बाहिर बनाउँदा केही पनि फिल हुँदैन, तर जिममा बनाउँदाखेरि चाहिँ अलिक बढी हुन्छ। म चाहिँ आइसकेँ आफ्नो ड्रेसिङ रुममा। अब ड्रेस चेन्ज गरेर अब जिमभित्र छिरिहाल्दै मेरो साथी पनि आइसकेको छ, चप्पल देखिसक्यो उसको। आइयो अब स्ट्रेचिङहरू गरेर छिटो गरिहाल्नु पर्छ। साथीले अघि आएर गरिसकेको रहेछ, अब हतार गरिहाल्नु पर्छ सबै कुरा। ओके, भर्खर स्ट्रेचिङ सकियो, अब वेट ट्रेनिङ गर्न जान आँटेको। एकदम लाउड छ म्युजिक, त्यही भएर अब सुनिरहेको छैन होला। कस्तो हट देखेको किसको लागि, मा कसम। हाम्रो जिम सेसन चाहिँ चल्दैछ। जिम सेसनको बिचमा खै के कुरा हुँदै थियो, त्यसमा चाहिँ त्यो चाहिँ म अहिले डिस्क्लोज गर्न चाहिनँ। र यो चाहिँ हाम्रो लास्ट सेट हो होइन, यो चाहिँ हाम्रो लास्ट सेट हो। अब यो सकिसकेको चाहिँ अब घर जानु। एकदम अहिले चाहिँ म्युजिक बन्द भएको छ जिमको। अघिदेखि म्युजिक यत्रो ठुल्ठुलो आवाजले बजेर के बोल्न पनि सकिरहेको थिइनँ। अहिले चाहिँ बन्द भयो, त्यही भएर एकछिन बोलेको। ल अब चाहिँ हाम्रो जिम सेसन सक्यो, अब चाहिँ जाँदैछु। चेन्जिङ रुममा आइयो, अब चेन्ज गरेर जान आँटेको।
आजको जिम सेसन चाहिँ सकियो र आज चाहिँ हामीले सबै होल बडी एक्सर्साइज गऱ्यौँ। बेसिक हल्का बेसिकमै राखेर गऱ्यौँ, त्यस्तो हार्ड पनि गरिनौँ। सबैभन्दा सुरुमा चाहिँ सोल्डर प्रेस, त्यसपछि लन्जेस, त्यसपछि चेस्ट प्रेस, अनि त्यसपछि के गरियो? त्यसपछि त्यो स्क्वाट्सपछि ट्राइसेपको, ट्राइसेपपछि सोल्जरको, सोल्जरपछि हिप थ्रस्टपछि ह्यामस्ट्रिङको एक्सर्साइज गरियो। हो यति गरियो। अब त्यसपछि अब ठिक्क थाकिएको छ। अब घर गएर कपाल काटेर नुहाइधुवाइ गरेर खाना खाएर एकछिन रेस्ट गर्छौँ, अनि त्यसपछि फेरि प्र्याक्टिसमा जानुपर्ने छ। ओके, सी यू अल आफ्टर सम टाइम। हामी चाहिँ भर्खर जिमबाट निस्किसक्यौँ। अब साथीको लागि चाहिँ केरा चाहियो अरे किसकोलाई, अनि त्यही केरा स्याउहरू लिन जाँदैछौँ। अब त्यो सिन्नु पऱ्यो, अनि किनेर ओरेर म पनि आफ्नो बाटो, ऊ पनि आफ्नो बाटो। कति दर्जन लिने केरा? कति दर्जन लिन्छौ भन न? कति लिने? तिम्रो मन हो भने कति दिन्छु? त्यहाँ गएर थाहा हुन्छ। अनि स्याउ गएर थाहा हुन्छ। ल अब गएर थाहा हुन्छ भनेको छ। अब गएर पनि थाहा पाऊँ न। हामी चाहिँ फ्रुट्स मार्केट आइसक्यौँ। यहाँ साथी केरा लिँदैछ। कति अरे? 100 रुपियाँ दर्जन। के गर्छु लिने? त्यहाँ अस्ति पनि 100 रुपियाँ दर्जन त दिएको थियो नि। तर यो कति बेला लिएको? म चाहिँ नलिने, मेरो चाहिँ घरमा छँदैछ फ्रुट्सहरू। सो अब चाहिँ उसले फ्रुट्सहरू लिएर अब म चाहिँ फर्किन्छु। त्यही हो। सुन्तला पनि वेलकम टु सुजल भट्टराई ब्लग। सुन्तला खायौँ पनि, चाख्यौँ पनि। चाखेर नि मिठो रहेछ। उसले चाहिँ के भनेको थियो भने तपाईँ खाएर हेर्नु, मिठो छ भने लिनु, नभए नलिनु भनेको थियो। अनि खाएर मिठो छैन भन्नु पर्थ्यो नि। अनि अर्को ठाउँमा खाइन्थ्यो, अर्को फेरि खाइन्थ्यो। तर किन्नु त थियो। त्यही भएर अब अन्डा पनि लिनु छ अरे। ए आलु सालु पनि लिनु, आलु सालु पनि लिनुपर्ने छ अरे। आम्मा धेरै कुरा एक्लै सपिङ पार्टनर, जिम पार्टनर मात्रै होइन, सुजल मेरो सपिङ पार्टनर पनि हो। अनि एक्लै बस्यो भने यस्तै ह्याङ हुन्छ। अब किन्नै पऱ्यो, खानै पऱ्यो, पकाउनै पऱ्यो, त्यसपछि भरे प्र्याक्टिस पनि आउनै पऱ्यो। ठिकै छ, अब छिटो किन। अब छान्न त छँदैछ नि यो। सामानहरू चाहिँ लियो, सब्जीहरू त लिइसक्यो। अब अन्डा लिन आँट्दैछ साथी, अन्डा लिन आएको छ। के भयो अन्डा कसरी दियो अरे? 480 अरे। अब लिँदैछ। अनि अब अन्डा लिएर अब घरतिर लाग्ने। यो चाहिँ हाम्रो गुद्री सब्जी मन्डी, विराटनगरको सब्जी मन्डी। एउटा यहाँ छ अनि एउटा उता मेरो घरतिर छ। अहिले म चाहिँ सिडीमा चढिसकेँ। हाम्रो साथी चाहिँ गइसक्यो आफ्नो घरतिर। म पनि अब घरतिर पुग्न आँटेँ। सबैभन्दा सुरु म कपाल काट्ने ठाउँमै जान्छु, घर जान्न, कपाल काटेर अनि घर जान्छु। कपाल काटेर त अघि नै आइसकेको थिएँ। अब चाहिँ उहाँ हाम्रो नयाँ क्लब बन्दैछ नि त, अब त्यही ठाउँमा जानुपर्ने छ। आएर नुहाइधुवाइ गरेर खानासाना चाहिँ खाइसकेको थिएँ, एकछिन रेस्ट गरेँ। अनि अब उहाँ जानु पऱ्यो। अनि त्यो क्लब बन्ने ठाउँमै गएर अनि उतै प्र्याक्टिस पनि जान्छु। सो सामान पनि लिएरै जान आँटेको। ओके, सी यू अल आफ्टर सम टाइम। म चाहिँ अब निस्किसकेँ हाम्रो क्लबमा भिडियोहरू बनाउनु पर्ने छ। र आजबाट क्लबमा काम पनि धमाधम स्टार्ट भइसक्यो अरे। ढलाइ हुँदैछ अरे आज। र म चाहिँ उतै जाँदैछु। अनि यहाँ ब्याग पनि बोकेर जाँदैछु, किनभने अब उतै प्र्याक्टिस जानु पऱ्यो भने सजिलो होस्।
भनेर म ब्याग पनि बोकेर जाँदैछु। अब लगभग 15 मिनटमा 10-15 मिनटमा म पुगिहाल्छु। अब उतै पुगेपछि आई विल गिभ यु एक्ज्याक्ट डिटेल के काम हुँदैछ भन्ने कुरा। ठ्याक्कै अब म पनि झरिसकेँ, यहाँ एकाडेमी आइ पनि सकेँ। अब हेर्छु एकाडेमीको कामहरू कति हुँदैछ, कति सकियो, के हुँदैछ भन्ने कुरा हेर्छु र तपाईँहरूलाई छिटोभन्दा छिटो अपडेट दिइहाल्छु। साथसाथै अब प्र्याक्टिसमा पनि त जानु पऱ्यो। लगभग एकाडेमीको काम चाहिँ सम्पन्न भइसक्यो। यहाँ केटाहरू चाहिँ यहाँ बसिरहेको रहेछ। के गर्दैछ तिमीहरू यहाँ? के गर्दै? अस्तिसम्म चाहिँ हाम्रो एकाडेमिक काम पुरै कम्प्लिट भएको थिएन र कति थियो भन्दाखेरि अब जस्तो यो जग उठाएर यहाँ पक्नु म देखाइदिन्छु। यो जग उठाएर यसको माटो पनि पुरेको थिएन हैन, र आज माटो पुरिसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ माटो मजाले पुरिसकेको छ। र यता त प्राय धुर्मुसले हानेर यो इटासिटा पनि बसाइसक्नु भएको छ। स्वेलिङ सब भइसक्यो यसमा। अब यसमा चाहिँ अब रडहरू ओछ्याएर ढलाइ गर्न मात्रै बाँकी छ। र यसको पनि त्यही हो, यहाँ पनि सेम हो। यहाँ पनि अब रडहरू ओछ्याएर ढलाइ गर्न मात्रै बाँकी छ। किनभने ढलाइ भयो भने त यहाँ स्टार्ट भइहाल्छ नि, ट्रेनिङ स्टार्ट भइहाल्छ। अनि अर्को एउटा गुड न्युज पनि के छ भने अर्को गुड न्युज के छ भने हाम्रो त्यहाँ अगाडि यहाँ जति बेला हामीले रोल गरेको थियौँ, तपाईँहरूलाई याद छ होला, तपाईँ मसँग जुडिराख्नु भएको छ भने तपाईँलाई थाहा छ होला कि हामीले केही दिन अगाडि यहाँ रोलर चलाएको थियौँ यो ग्राउन्डमा, यो चौरीमा। र रोलरले चढाएर पानी पनि पठाइरहेको थियौँ। र पानी पठाएर चाहिँ यहाँ हेर्नु, यहाँ घाँसहरू चाहिँ आउन थालिसक्यो क्या, घाँसहरू आउन थालिसक्यो, हेर्न सक्नुहुन्छ। अब छिटोभन्दा छिटो एकाडेमीको काम चालु भएर स्टार्ट भइहाल्छ एकाडेमी। यहाँ ढलाइ कहिले हुन्छ अरे? पर्सि हुन्छ। किन? रड छैन त कहाँ प्र्याक्टिस गर्छस्? अब अहिले त लायन्समा गर्छु। अनि त्यो नाम के भन्? बसन्त मण्डल। के हो बसन्त भनेको? नाम। अनि आज स्कुल गइनस्? छुट्टी थियो। के को छुट्टी आज? हिजो प्यारेन्ट्स डे थियो। ए पढ्नु पर्दैन तैँले? त्यही पढ्नु पर्दैन है? पर्दैन? पर्छ। एकाडेमी नै यस्तो हो। तिमी फुलाइदेऊ अब एकाडेमी यसको भन्दा। अनि एकाडेमी किन होइन भाइ तेरो एकाडेमी हो? यो पनि हाल्छु त्यसै खाएको पनि। अब एकाडेमीको काम चाहिँ भइरहेको छ। अब म चाहिँ अब एकाडेमीको लागि एउटा प्रमोसनल भिडियो बनाइदिनु पऱ्यो। त म भिडियो पनि म यो टिकटक यो युट्युबमा हाल्छु, यो ब्लगमा हाल्छु। हेर्नु होला कस्तो बन्छ। दाइ यो हाम्रो यहाँ के बन्दैछ तपाईँलाई थाहा छ होइन? क्रिकेट मैदान। क्रिकेट मैदान बन्दैछ। यो के यो जस्तो आज यो इटा बिछाउने काम गर्नुभयो होइन? लगभग अब कति दिनसम्ममा यो बनिसक्छ? यो तपाईँको हप्ता दिन लाग्छ। हप्ता दिन यो यसमा खेल्न सकिन्छ हामी? ढलाइ सलाइ भएर सबै ढलाइ गरेर हाम्रो 3-4 दिन लाग्छ ढलाइ। र शुद्ध बान्दा ओर्दा ढलाइ हुँदा फिनिसिङ हुँदा 3-4 दिन लाग्छ। 3-4 दिन। त्यसो भए अब हप्ता 10 दिनमा हामी खेल्ने यहाँ परिपक्व भएर हामी खेल्न सक्छौँ यहाँ। त्यसो भए राम्रो कुरा सुनियो। अनि यहाँ अब जस्तो यो कस्तो एकदम डह्रो त हुन्छ नि, यसमा तपाईँले के गर्नुभयो? यो सुरुमा यो तपाईँले पहिला चारैतिर इटा जोडाइ गरेर अनि माटो फिलिङ गरेर अनि सोलिङ गरिन्छ। अब यो माथि हजुरको रड चाहिन्छ। रड चाहिन्छ। ओछाएर अनि तपाईँको 4 इन्ची 3 इन्ची जति ढलाइ हुन्छ। पक्का बलियो हुन्छ एकदम बलियो। त्यसो भए ठिक छ। त्यसो भए अब हप्ता 10 दिनसम्ममा हामी खेल्न रेडी भइसक्छौँ। जस्तो अहिले क्यान वी कन्स्ट्रक्ट आवर एकाडेमी विदिन 15 days? यो कुरा थाहा पाउनुको लागि चाहिँ जाम हामी दाइहरूलाई नि सोधौँ, हाम्रो मिस्त्री दाइहरूलाई।
जस्तो कि हामी हेर्न सक्छौँ आजबाट एकदम काम धमाधम रूपमा चालु भइसक्यो र यो ढलाइ हुने काम पनि लगभग छिटो दिनमा सम्पन्न हुन्छ होला। तपाईँलाई चाहिँ के लाग्छ यो हाम्रो एकाडेमीको काम चाहिँ कति दिनभित्रमा सम्पन्न भइसक्छ? यो हजुरको तपाईँको यो भनौँ फास्टै चलिरहेछ होइन। अब हप्ता 10 दिन भनौँ न, 10 दिनदेखि 12-15 दिनमा यस्तै। भनेपछि 10 देखि 12 दिनभित्रमा हाम्रो काम सम्पन्न भइसक्छ भन्ने दाइले भन्नुभयो र हाम्रो मिस्त्री दाइहरूले भनेअनुसार हाम्रो यो क्लब 10 देखि 15 दिनभित्रमा सञ्चालनमा आउनेछ। सो बी रेडी एभ्रिवान। आज हामीसँग आउनु भएको छ छोटा भीम, हाम्रो यो एकाडेमीको छोटा भीम। यो भोलि पर्सि यो एकाडेमी सञ्चालन भइसकेपछि यो हाम्रो भाइ हाम्रै एकाडेमीमा सिक्छ भनेर भन्दै थियो। सो के छ अनि खबर भाइ तेरो? ठिक छ। ठिक छ। एकाडेमी कति दिनभित्रमा चालु भइसक्छ? 12-15 दिनमा। 12-15 दिनमा चालु भइसक्छ होइन। सो त यो एकाडेमीको लागि एकाडेमीमा खेल्नको लागि कतिसम्मको क्युरियस छस्, एक्साइटेड छस्? 100%। 100% एक्साइटेड छ। अलि उफ्रिएर देखाएर करायो देखा के या भन्ने देखा यास उफ्री यताउति केही गर उफ्री यस फेरि उफ्री ल उफ्री ल ए फेरि भाइ तँले आफ्नो एक्साइटमेन्ट देखाउने हो क्या भिडियोमा ल यस अलि पुरै उफ्री 5-6 सेकेन्ड जम्प गरे आफ्नो एक्साइटमेन्ट देखाउने हो क्या आफ्नो क्लबको एक्साइटमेन्ट ल छिटो ए केटी होस् फेरि भयो स्टोरेज कम हुँदैछ छिटो यस 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 पुरै कुद पुरै गर्दै पागल जस्तै कुद छिटो ल मैले चाहिँ भर्खर भिडियो पनि बनाइसकेँ क्लबको लागि। त म अहिले भर्खर म हालिदिन्छु पनि यो भ्लगमा। सो अहिले चाहिँ एउटा सानो भाइसँग इन्टरभ्यू पनि लियो, हल्का फुल्का इन्जोयमेन्ट गरियो। अब कामहरू पनि भटाभट रूपले चालु भइसक्यो। हाम्रो मिस्त्री दाइहरूसँग पनि कुराकानी गर्दै अनुसार चाहिँ हाम्रो काम 10 देखि 15 दिनभित्रमा सम्पन्न भइसक्छ। यस वी आर भेरी एक्साइटेड फर द्याट। र अब चाहिँ एकछिन पछाडि गुरुकुमा गइन्छ होला। ओके सी यु आफ्टर सम टाइम। र म सर्ट फर्ममा आजसम्ममा यो क्लबमा यो एकाडेमीमा के काम भइसक्यो त्यो म समराइज गर्न जाँदैछु। लगभग सिमेन्टेड विकेटको कामहरू चाहिँ लगभग पुरा हुन आँटिसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो धुर्मुसले हानेर ऊ भइसक्यो। अब भोलि यहाँ ढलाइ हुन्छ। फर्स्ट काम त्यो भयो। अनि सेकेन्ड काम चाहिँ के गर्यौँ भने हामीले यहाँ एउटा अस्ति रोलर चलाएर हामीले यहाँ प्लेन बनायौँ र प्लेन बनाइसकेपछि अब पानी सानी पटाएर घाँस पनि रोपिसक्यौँ। घाँस पनि आइसक्यो लगभग हेर्न सक्नुहुन्छ। अनि उता हाम्रो सामान क्लबको कामको कन्स्ट्रक्सनको लागि लगभग सामानहरू झरिसकेको छ र यहाँ दाइहरू एकदम मजाले हाम्रो सिमेन्टेड विकेटलाई बनाउने तयारीमा हुन्छ, बनाउँदै पनि हुन्छ। र यतिसम्म काम चाहिँ अहिले हाम्रो एकाडेमीमा भइसक्यो। र के हाम्रो एकाडेमी 15 दिनभित्रमा सञ्चालनमा आउन सक्छ कि सक्दैन? र हिजो चाहिँ म वहाँ पाइप बनाउने ठाउँमा पनि गएको थिएँ, ग्रिल हाउसमा पनि गएको थिएँ, जहाँ चाहिँ हाम्रो फलामको स्टिलको पाइप बनिसकेको छ र त्यो चाहिँ त्यसको काम पनि बनिसकेको छ र त्यो यहाँ ल्याएर इन्स्टलमेन्ट गर्न मात्रै बाँकी छ। त्यही भएर सो डोन्ट वरी, हाम्रो काम चाहिँ अब भटाभट चालु भइसक्यो, स्टार्ट भइसक्यो। यहाँ पनि सबै दाइहरूले छिटो काम गरेर यो सबै काम गरिसक्नुभयो। इटा हालेर जगसग उठाइसक्यो र अब भोलिबाट ढलाइ स्टार्ट हुन्छ र ढलाइ स्टार्ट भइसकेपछि त्यो फलामको पाइप इन्स्टल गरेर जाली हालेर अनि प्र्याक्टिस स्टार्ट गर्ने हो। अनि अहिले चाहिँ म र मेरो साथी यहीँ बसिरहेको छौँ। हाम्रो गुरु पनि आउनु भएको छ यहाँ हाम्रो क्लबको मेन्टेनेन्स हेर्नको लागि, क्लबको कन्स्ट्रक्सन हेर्नको लागि। र ठिकै छ, राम्रो हुँदैछ। अहिले चाहिँ बसेको अब लगभग 4 बजिसक्यो, ह्याङ भइसक्यो होइन। तिमी भएको छ कि छैन? छैन, मजा आइरहेको छ। काम भएको भटाभट भएको हेरेर मलाई खुसी लाग्छ। हाम्रो त मलाई पनि खुसी लाग्दैछ, तर मोडलको ह्याङ भएको हालत देखेर मलाई पनि ह्याङ हुँदैछ। ल अब चाहिँ एकछिन गुरुसँग कुरा गर्ने, एकछिन गएर अनि त्यसपछि के गर्ने हो? के गर्नु भने तिमी साइकल चलाउँदैछौ? के गरेको? हामीलाई चाहिँ गुरुले के काम दिनुभयो? यो के अरे पिच कतादेखि कता ठिक हुन्छ? पिच हाम्रो पिच कहाँ ठिक हुन्छ। र अनि सेकेन्ड टाइम के भन्नुभयो? 2टा ग्राउन्ड बन्न सक्छ कि नै? 2टा ग्राउन्ड बन्न सक्छ कि नै भन्ने कुरा पनि हेरेर आऊ भनेर भन्नुभयो। त्यसो अब हुन चाहिँ के हो त्यो थाहा भएन। तर हामी कुरा चाहिँ के हो भन्दाखेरि यो त म हाल्छु त के गरेको फेरि रिटेक हुन्छ। अब चाहिँ यहाँ एकाडेमीको लगभग
अब आजको काम चाहिँ सकिसक्यो। आजको काममा चाहिँ यो सिमेन्टेड विकेटको लागि काम भयो आजको लागि। र अब त्यसपछि भोलि चाहिँ ढलाइ हुन्छ। अब भोलि ढलाइ भइसकेपछि भोलिको पनि डिटेल्स म इच एन्ड एभ्री दिन्छु। र अहिले चाहिँ हामी जान्छौँ बरगाछी। बरगाछी चाहिँ किन जान्छौँ भनेपछि गुरुकोमा जान्छौँ। एकछिन गुरुकोमा बसेर ओरेर कुरा गरेर अनि त्यसपछि फर्किने हो। ओके, सी यू आफ्टर सम टाइम। वी आर गोइङ एट आवर गुरुज हाउस। र आजको दिन कस्तो भयो अटल तिमीलाई? दिन रात हामी चाहिँ अहिले सिटीमा छौँ। यो रड पुऱ्याउनु जाँदैछौँ एकाडेमीको लागि। हेर्न सक्नुहुन्छ रड छ यो सिटीमा हालेर हामी जाँदैछौँ। अब फेरि यो रड पुऱ्याएर ओरेर आएर अनि फेरि गुरुकोमा जाने हो। अनि फेरि केही कुरा हुन्छ। त्यसपछि अब अनि हाम्रो क्याम्पको लिस्ट पनि आइसकेको छ। हाम्रो केटाहरू सबजना परेको रहेछ। अब लेट्स सी अब के हुन्छ भोलि क्याम्पमा। अब अहिले चाहिँ हामी वहाँ यो रड पुऱ्याउनु जाँदैछौँ। यो रडहरू चाहिँ डेस्टिनेसनमा आइसक्यो। अब यो रडहरू पुऱ्याएर ओरेर बस्ने हो। उठा एकैचोटि होइन, पाले पिलो हो, अलिअलि गरेर। ल भयो पक्रिनु किन पर्यो? पक हेर्न सक्नुहुन्छ हामी एकाडेमीको काममा एकदम रातिसम्म लागिरहेको छौँ। किनभने हामीलाई यो काम चाहिँ एकदमै छिटो सकाउनु पर्नेछ। हामीले टार्गेट लिएको छौँ 10 देखि 15 दिनको बिचमा यो एकाडेमी सञ्चालन गर्नुपर्ने भने एउटा प्रतिबद्धता लिएको छौँ। र हामी चाहिँ बिहानदेखि अहिले रातिसम्म लागेको छौँ एकाडेमीको काममा। सो बी रेडी एभ्रिवान, छिटै हाम्रो एकाडेमी सञ्चालनमा आउनेछ। बा सिडी चलाइदिएको तिमीले? गुड फ्युचर सस्टेन छ तिम्रो। झन्डै लडायो अगाडि बिस्तारै लडा ओए नाली छ त्यहाँ। गुड ड्राइभर। ल ताना लग म सिटीमा चाहिँ चढिसकेँ। तर एउटा प्रब्लम चाहिँ के छ भने तर सिटीको राइडर चाहिँ डेन्जरस छ। हाम्रै साथी छ चलाउनेमा चाहिँ पछाडि हेरिदेऊ त। त्यही भएर मलाई अलिअलि डर लाग्दैछ। नगरको पनि नगरको बाटोमा छु। झारिदियो भने अर्को टेन्सन हुन्छ है। पछाडि चलाऊ। ए राम्रो। हामी चाहिँ अब फर्क्यौँ अब ऊबाट। अब क्याम्पको नाम आइसक्यो मोरङ जिल्लाको। अब केटाहरूको चाहिँ नाम सबको आइसक्यो। क्याम्प लाग्छ अरे ठिकै छ। र मेरो चाहिँ के हुन्छ त्यो चाहिँ भोलि नै थाहा हुन्छ। सो अब लेट्स सी, होप फर द बेस्ट। र अब एकाडेमीको काम पनि छिटो सकिहालोस्। ठिक छ। अब चाहिँ घर जाँदैछु। बिचमा केही नास्ता खाने होला होइन। ल त्यो मोमोसँग खाने होला हामी। मोमोसँग खाएपछि अनि घर जाने। अब अहिले चाहिँ खाजा खाना आएको छौँ हामी, म र मेरो साथी। र अब भोलि चाहिँ अब क्याम्प जानु पऱ्यो। क्याम्प लाग्ने भयो हाम्रो जिल्लाको। र म पनि जानुपर्ने भयो क्याम्पमा भोलि 11 बजे। सो अब भोलिको पनि भ्लग चाहियो भने डु कमेन्ट। र अहिले चाहिँ हामी खाजा खाना बसेको छौँ। भोक लागिरहेको छ एकदमै धेरै। अब खाजा खाएर अनि जाने हो। म चाहिँ अब सिटी चढिसकेँ। अब घर पुगेर अनि रेडी हुने हो। र अब लगभग म पनि घर आइपुगेँ। आई एम अबाउट टु रिच होम। र आजको दिन चाहिँ हेरि नै हाल्नुभयो होला कसरी बित्यो। जिम गएँ, त्यसपछि एकाडेमी गएँ। प्र्याक्टिस जाने पनि कुरा थियो, प्र्याक्टिस क्यान्सल भयो। अनि त्यसपछि बेलुका रातिसम्म एकाडेमीको काममा खटियो। र एकाडेमीको काममा खटिसकेपछि राति बेलुका क्याम्पमा नाम अनाउन्समेन्ट भयो। र भोलि क्याम्पको लागि जानुपर्नेछ। ओके, आजको दिनमा प्र्याक्टिस चाहिँ गर्न सकिएन। ठिकै छ। थ्याङ्क यू फर वाचिङ द भिडियो। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।